हो। बालेन्द्र सरकार जनताका पक्षमा जनतालाई मुक्ति दिने गरी होइन, जनतालाई चाहिँ मार्ने गरी, जनताको हत्या गर्ने गरिकन अगाडि बढिरहेको छ। म यो सरकार मुर्दाबाद भन्न चाहन्छु। धन्यवाद। अहिले बालेनको मुर्दाबाद भन्ने क्रान्तिकारी साथी तपाईकै छेउमा बसेको मित्र गृहमन्त्री हुँदै गर्दा 6 जना मान्छेको हत्या भएको थियो। बालेनको मुर्दाबाद भन्नेले, अहिले बालेनको मुर्दाबाद भन्ने कमरेडले त्यति बेला बाको मुर्दाबाद भन्न सक्ने दम छ हामीसँग। त्यो दम हामी जिम्मा लिन्छौँ। कहाँ छ खगेन्द्र सुनार? हिजो नेल लगाएर आएको भनेर खोजिएको थियो सदनमा, सडकमा। यहाँ छ खगेन्द्र सुनार। यो नेल लगाएर आएको खगेन्द्र सुनार हो। बाको दाइ बाउजूको हातखुट्टामा तेल लगाएर आएको खगेन्द्र सुनार होइन। हामी नेल लगाएर आएको एउटा विद्रोहीलाई कति बेला विद्रोह गर्नुपर्छ, कति बेला विरोध गर्नुपर्छ भन्ने कुरा हामीले बुझेर आएका छौँ। अहिले विपक्षीका साथीहरूलाई दलितको बडो माया लागेर आएको छ। कमरेड उठ्नुहोस्, एकचोटि यो अभियानमा जुट्नुहोस्। दलित मार्ने क्रम रोकिएको छैन। उठ्नुहोस्, साथ दिनुहोस्। काङ्ग्रेसका साथी उठ्नुहोस्, एमालेका साथी उठ्नुहोस्, माओवादीका साथीहरू उठ्नुहोस्, राप्रपाका साथीहरू उठ्नुहोस्। एकचोटि यो जातीय विभेद र हिंसाका विरुद्धमा त्यो दम छ भने, त्यो आँट छ भने यी सबै घटनालाई एकचोटि पल्टाएर हेर्नलाई म सबैलाई ध्यान आकर्षण गर्न चाहन्छु। घटनाबाट भाग्दैनौँ, दलितको मुद्दाबाट भाग्दैनौँ। सम्माननीय सभामुख महोदय, केही दिन अगाडि काठमाडौँमा भएको एक दुःखद घटनामा मुगुका 25 वर्षीय गणेश नेपालीको निधन भयो। उक्त घटनामा स्वर्गवास भएका गणेश नेपालीको आत्माको चिर शान्तिको कामना गर्दछु। शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछु। गणेश नेपालीको घटना भयो भन्ने खबर यो सदनमा हुँदै थाहा पाउँदै गर्दा त्यस लगतै हामी उक्त घटनास्थलमा पुगेका थियौँ। माननीय गृहमन्त्रीसँगै हामी पनि पछि सास रहउन्जेल आस बोकेर हस्पिटल पुर्याएर नेपालमा हुन्छ कि भारतमा हुन्छ कि कहाँ लिएर उपचार गर्न सकिन्छ भन्ने सन्दर्भमा रात दिन अहोरात्र खटेर हामी त्यो घटनालाई, त्यो घाइतेलाई उद्धारमा लागेका थियौँ। हामीले सास जोगाउन सकेनौँ र त्यसपछि आस मारेर निस्क्यौँ। यो घटनालाई सुरुदेखि प्रयास गरिरहनु भएका सम्माननीय प्रधानमन्त्री, आदरणीय गृहमन्त्री, परराष्ट्र मन्त्री, पार्टी सभापतिज्यू लगायत सबैले यो घटनामा उपचार लगायत यो घटनाको सत्य निरूपण गर्ने कुरा, न्यायिक छानबिन गर्ने कुरा र घटनामा संलग्नलाई कारबाही गर्ने सन्दर्भमा सरकारले गरेको पहल र दिएको यो विश्वासको लागि म नेपाल सरकारलाई धन्यवाद टक्राउन चाहन्छु। यो घटना सेलाउन नपाउँदै या यसलाई यति धेरै राजनैतिक, यति धेरै जातीय रङ्ग दियो कि म त्यो घटनाबाट, ती पीडितहरूबाट बाहिर निस्केर आउँदै गर्दाखेरि सदनमा पनि सडकमा पनि कहाँ गयो खगेन्द्र सुनार, कहाँ गएको छ? हिजो नेल लाएर आएको खगेन्द्र सुनार कहाँ गयो भनेर जताततै खोजेको मैले त्यहाँ पाएँ। सम्माननीय सभामुख महोदय, एउटै जातीय रूपमा भएको घटना मात्र होइन, मेरो घरको मान्छे, मेरो थरको मान्छे मर्यो, मलाई त्यसमा पीडा छ। तर यो थरमा मरेको यति मात्र होइन। आजभन्दा 8 वर्ष पहिला रुकुमको सोतीमा 6 जना युवाहरूको हत्या भएको छ। कालीकोटमा मनबिरे सार्कीको हत्या भएको छ, मनबिरे सुनारको हत्या भएको छ, मना सार्कीको हत्या भएको छ, बझाङमा हत्या भएको छ, कैलालीमा हत्या भएको छ, धेरै ठाउँमा देशभरि धेरै मान्छेको हत्या भएको छ। यो बीचमा सेते दमाईको हत्या भएको छ, सम्झना कामीको हत्या भएको छ, माया कामीको हत्या भएको छ, अङ्गिरा पासी, सङ्गीता परियार, अस्मिता सार्की, अजित बिजा, रेश्मिका परियार, मीना परियार, शम्भु सदा, श्रीकृष्ण विक, शिवशङ्कर दास, झुमा विक, लक्ष्मी परियार, श्रेया सुनार, रेशमा रसाइली, रूपमती दास, राजेश नेपाली लगायत धेरै दलितहरूको हत्या भएको छ। क्रान्तिकारी साथीहरूलाई मेरो भन्नु यति मात्र छ, अहिले बालेनको मुर्दाबाद भन्ने क्रान्तिकारी साथी तपाईकै छेउमा बसेको मित्र गृहमन्त्री हुँदै गर्दा 6 जना मान्छेको हत्या भएको थियो। बालेनको मुर्दाबाद भन्नेले, अहिले बालेनको मुर्दाबाद भन्ने कमरेडले त्यति बेला बाको मुर्दाबाद भन्न सक्ने दम छ हामीसँग। त्यो दम हामी जिम्मा लिन्छौँ, यो परिवारको जिम्मा लिन्छौँ, यो समुदायको जिम्मा लिन्छौँ। कहाँ छ खगेन्द्र सुनार? हिजो नेल लगाएर आएको भनेर खोजिएको थियो सदनमा, सडकमा। यहाँ छ खगेन्द्र सुनार। यो नेल लगाएर आएको खगेन्द्र सुनार हो। बाको दाइ बाउजूको हातखुट्टामा तेल लगाएर आएको खगेन्द्र सुनार होइन। हामी नेल लगाएर आएको एउटा विद्रोहीलाई कति बेला विद्रोह गर्नुपर्छ, कति बेला विरोध गर्नुपर्छ भन्ने कुरा हामीले बुझेर आएका छौँ। अहिले विपक्षीका साथीहरूलाई दलितको बडो माया लागेर आएको छ। कमरेड उठ्नुहोस्, एकचोटि यो अभियानमा जुट्नुहोस्।
दलित मार्ने क्रम रोकिएको छैन। उठ्नुहोस्, साथ दिनुहोस्, काङ्ग्रेसका साथी उठ्नुहोस्, एमालेका साथी उठ्नुहोस्, माओवादीका साथीहरू उठ्नुहोस्, राप्रपाका साथीहरू उठ्नुहोस्। एकचोटि यो जातीय विभेद र हिंसाका विरुद्धमा त्यो दम छ भने, त्यो आँट छ भने यी सबै घटनालाई एकचोटि पल्टाएर हेर्नलाई म सबैलाई ध्यान आकर्षण गर्न चाहन्छु। र यो घटनामा जसरी सरकारले सदा सहायता देखाएर यो परिवारको जिम्मा लिएको छ, यो जिम्मा यो देशभरिका 60 लाख दलितको यो देशको जिम्मा लिन आएका हौँ हामी जिम्मा लिन्छौँ, घटनाबाट भाग्दैनौँ, दलितको मुद्दाबाट भाग्दैनौँ। यति कुरा तपाईँको बिचमा राख्न चाहन्छु। समयको लागि शुभामुखज्यूलाई धन्यवाद, नमस्कार।